हेलो एभ्रिबडी, वेलकम एन्ड नमस्ते। आज भने म यस आसामसीमा रहेको ओनेङसनदेखि यसो भित्रपट्टि यो खुमनाङ खोल भन्दो रहेछ। यो खोला गर्मी छल्नको लागि आएको छौँ गाइजहरू है। सदाभन्दा अलिक बिल्कुल फरक ढङ्गले फरक टाइपको भिडियो आज तपाईँहरू समक्ष म प्रस्तुत गर्ने जमर्कोमा छु। लगभग अब यो खोला आइसकिएको छ। हामीसँग एकजना यहाँ कोरियन बाजे पनि हुनुहुन्छ। 안녕하세요. 여기는 그 감당코른 어디 있습니까? 예? 강남. 예, 이거. उहाँ बाजे पनि हुनुहुन्छ। उहाँ पनि हाम्रो गन्तव्यसम्म हिँड्नुभएको रहेछ खाङनाम खोलतिर। र अहिले अब भने करिब खाङनाम खोला आइपुगेको छ दर्शकवृन्दहरू होइन। तपाईँहरू हेर्न सक्नुहुन्छ। अब ठ्याक्क अबको दृश्य भनेको यहाँदेखि माथि रहनेछ। कान्छी देउरालीको डाँडै डाँडा फुलपाती कसले चढायो माया लाउने मायालु कान्छी सुसेलीमा कसले बोलायो। ओके, यो एकदमै रमणीय क्षेत्र रहेको जानकारी गराउँदछु म तपाईँहरू समक्ष। अहिले भने हाम्रो यात्रा यो गर्मी छल्नको लागि बनाइएको एक खोलासम्मको रहेको छ। यदि तपाईँहरू पनि यता कतै हुनुहुन्छ भने, आसामसीमा हुनुहुन्छ भने, अथवा छनानमा हुनुहुन्छ, समग्र रूपमा साउथ कोरियामै हुनुहुन्छ भने, यदि तपाईँहरू यस क्षेत्रमा आउन चाहनुहुन्छ भने म तपाईँहरूलाई लोकेसन र यसको बाटोहरू म डिस्क्रिप्सनमा दिनेछु, हेरेर आउनु सक्नुहुनेछ। अहिले भने यो जुन खोला क्षेत्रमा आइपुगिएको छ। अब केही समय पछाडिदेखि म तपाईँहरूलाई यो यहाँको विभिन्न विशेषताहरू, कुन क्षेत्रमा कहाँनिर पौडी खेल्न सकिन्छ भन्ने कुराहरू सम्पूर्ण डिटेलमा जानकारी दिनेछु। ओके गाइजहरू, अब भने आज यस स्विमिङ गर्नको लागि आएको क्षेत्र आइपुगेको छु। यो आसामसीमा रहेको छ यस क्षेत्र। यहाँ यो खाङनाम खोल भन्छ यो ठाउँलाई। आज भने अब यस क्षेत्रबाट म तपाईँहरू समक्ष विविध जानकारीहरू दिनेछु। स्विमिङ गर्ने लगायतका यहाँ गर्मी महिनामा यो हावा छल्नका लागि
आएका मानिसहरू यहाँ प्रशस्तै देख्न सकिन्छ। जुन योभन्दा अगाडि मैले तपाईँहरूलाई यस्तै खालको एउटा भिडियो यङ इन्सानको प्रस्तुत गरिसकेको छु र आज भने यो क्षेत्रहरू लगभग सँगै नै पर्ने भएको हुनाले आज चाहिँ ठ्याक्क यो खाङनाम खोल भन्दो रहेछ, यो खोला एरिया हो। हामी बिहान हाम्रो बसेको क्षेत्रबाट हिँड्दाखेरि 9:30 भएको थियो। अहिले चाहिँ यहाँ पुग्दाखेरि ठ्याक्कै 1 बजेको छ, दिउँसोको 1 बजेको छ। अब भने यहाँ विविध क्षेत्रहरूमा स्विमिङ गर्न सकिन्छ। यो एकदम यो स्विमिङ गर्ने क्षेत्र हो। यहाँ चाहिँ एकदम खुल्ला रूपले पौडी खेल्न लगायत विविध कुराहरू गर्न सकिने भएको कारणले आज आएको छौँ। यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने म समग्रमा जानकारी भिडियोमा दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। साह्रै रमाइलो, यो एकदम एडभेन्चर टाइपको पनि लाग्यो मलाई। यहाँ यस पौडी खेल्न पनि सकिन्छ। रमाइलो स्विमिङ गर्ने क्षेत्र यो हाम्रो गाउँघरको खोलाहरू जस्तै यहाँबाट स्विमिङ गर्न सकिन्छ। ल हाम्रो मेरो साथीहरू आइसक्नु भएको छ यहाँ। हेलो हेलो, ल है ल आजको यस भिडियोमा भनेको विशेष गरेर स्विमिङ गर्न सकिने क्षेत्रहरूको बारेमा म तपाईँलाई जानकारी दिन्छु। यहाँ कहाँ कुन क्षेत्रमा अनि कस्तो हिसाबले स्विमिङ गर्न सकिन्छ भन्ने कुराहरू आज यस भिडियो मार्फत म तपाईँसँग प्रस्तुत गरिरहेको छु। यो एकदमै रमाइलो छ। खोलाको बगरमा आएर यसरी होइन मानिसहरूले चटपटे खाएर यहीँ बनाएर रोटीहरू हामी माथि जाउँदैछ। हजुर माथि त्यताबाट माथि जाउँ। यसरी यो खोलाभरि है, यो खोलाको बगरभरि यसरी मानिसहरू बिहानदेखि लगभग बेलुकासम्म नै बस्ने भएको कारणले जुनै टाइममा पनि आएर यहाँ पौडी खेल्न रमाइलो गर्न सकिने जानकारी गराउँदछु।
त्यसै गरी यो स्विमिङ गरिसके पछाडि टोइलेट आवश्यकता पर्दाखेरिको लागि टोइलेट यहाँ छ। त्यसै गरी रेस्टुरेन्ट खानको लागि एकदमै राम्रो व्यवस्थापन रहेको छ यस क्षेत्रमा। पोहोरको साल आउँदाखेरि यो सडक व्यवस्थापन ठिकै मात्र थियो भने यसपालि एकदम यो कालोपत्रे नै गरिसकेको रहेछ। अब हुन त कोरियाको विकास हामीले कुनै त बयान गरिराख्नुपर्ने जरुरत छैन, तर पनि पोहोर आउँदाभन्दा अझ तीव्र गतिमा विकास यहाँको व्यवस्थापन चाहिँ मैले यसपालि देखेँ। यो खोलाको किनारमा यो खोलाको तटमा चाहिँ यसरी मानिसहरू बसेर गर्मी छलेको सम्भवतः कोरियाकै पहिलो नदी हुनुपर्छ यो। त्यसै गरी यति रमाइलो रहेको छ यस क्षेत्र। हजुर, अब एकछिन पछाडि हामी पनि गएर पौडी खेल्ने योजनामा छौँ। त्यसको लागि लोकेसन हाम्रो लागि पर्फेक्ट लोकेसन अब कहाँनिर मिल्छ, आफ्नो आफ्नो एउटा ग्रुप हुन्छ, आफ्नो आफ्नो समूहलाई चाहिँ एकदम सुटुने खालको एरिया हेरेर त्यहाँनिर स्विमिङ गर्न पर्ने हुन्छ। पप्पीहरू पनि थुप्रो रहेछ यहाँ। खोला बगर हामीले त्यो तल इन्ट्री पोइन्टदेखि माथि जुन यसको त्यो सम्भवतः मुहानसम्म नै यस्तै खालको यो मानिसहरू देख्न सकिन्छ एकदम खोलामा, हैन? यो खोलाको क्षेत्रहरूमा कहीँ कतै बस्नका लागि व्यवस्थापन गरिएको यो क्षेत्रहरू। त्यसै गरी यो हुन त यो पहिला यस क्षेत्रमा होटल हुनुपर्छ खानाको लागि। जति पनि यहाँ यस क्षेत्रमा आउने टुरिस्टहरूको लागि, भिजिटरको लागि यहाँ खाने व्यवस्थापनहरू गरेको हुनसक्छ। अब सिजन भर्खर स्टार्ट भएको कारणले सबै व्यवस्थापन भन्ने गरिसकेको छैन। यसरी तपाईँ हामीले यो खुल्ला रूपले देख्न सकिन्छ। यहाँ यस्तो छ यहाँको वातावरण, यहाँको एकदम यो सुन्दर क्षेत्र, यो मनमोहक दृश्यहरू तपाईहरु समक्ष एकदम यस्तो रहेको छ। यहाँ यो एकदम रमाइलो।
माछा पनि मार्दै रहेछ त्यहाँ ल हाम्रो टोली यहाँ यतातिर लगभग के छ दाजु अब हामी पानी त्यही त हुन्छ त्यसै गरौँ चिसो खाएर बस्ने योजना बनाऊ कि त कसो छ इन्द्र भाइ योजना ठिकै छ नि के कारणले त्यस्तो हो त त यस्तै हो यो थोरै एडजस्ट गरेर चाहिँ बस्ने हो हानु स्विमिङ ल भाइहरू होइन माथिको गन्जी त खोल्ने नि मैले त खोल्ने छुइनँ ल यहाँ बसौँ न ल डाइभ हानौँ त जम्मा पसौँ ल माछा समातौँ त ल यस्तो छ है गाईजी एकदम गहिरो छ यो ल है हालेर हामी यहाँ बस्नु न भाइ बिचमा देखिन्छ अब ल नुहाउँ न के छ नि नुहाउने गीत गाउने भाइ कुन चाहिँ निकाल्नु त निकाल्नु तपाईँ निकाल्नु तपाईँले कुन गीत गाउने ल जुन होइन नि ल उठाउनु उठाउँ ल त्यो उठाउँ त ल रानी टाको डाँडै डाँडा हावा चल्यो मनै रमायो माया लाउने मायालु कान्छी ढुङ्गा खोज्दा देउतै जुरायो माया लाउने मायालु कान्छी ढुङ्गा खोज्दा देउतै जुरायो चल्यो मनै रमायो माया लाउने मायालु कान्छी ढुङ्गा खोज्दा देउतै जुरायो माया लाउने मायालु कान्छी ढुङ्गा खोज्दा देउतै जुरायो हरेक यात्राहरूको छुट्टा छुट्टै विशेषता हुन्छ छुट्टा छुट्टै आशा र भरोसाहरू हुन्छ त्यसै गरी छुट्टै कथाहरू बोकेको हुन्छ यो ठाउँहरूले यो क्षेत्रहरूले मेरो मन जितेको छ
नयाँ सम्झनाहरू नयाँ विचारहरू थप चाँडै आउँदैछ। हामी पुनः बाँकी भिडियोहरू नेक्स्ट एपिसोडमा हेर्ने बाचाका साथ आजलाई भने भिडियोलाई यहीँ थाँती राख्न चाहे। ओके, बाई बाई। मन मेरो अल्झियो हो बरहते पटुकीमा मन मेरो अल्झियो ढुङ्ग्री मुन्द्री बुलाकीमा झनै राम्रो देखियो भाग्यमा नै लेखेर हो कि अहिले माया भेटियो भाग्यमा नै लेखेर हो कि अहिले माया भेटियो देउरालीको डाँडै डाँडा हावा चल्यो मनै रमायो माया लाउने